अहिले चाहिँ हामी जान लागेको अजिङ्गर बस्ने यहाँ ढुङ्गा छ, त्यो ढुङ्गामा जान लागेको। यस्तो बाटो छ, यहाँबाट चाहिँ तलमुनि अरुण छ। यहाँहरूलाई म चाहिँ अजिङ्गर बस्ने ठाउँ देखाउन लागिरहेको छु। मेरो युट्युबमा रहनुहुने सम्पूर्ण साथीहरूलाई हार्दिक स्वागत छ। लाइक एन्ड सब्सक्राइब सेयर कमेन्ट गर्न नभुल्नु होला। बाटो चाहिँ एकदम डेन्जर रहेछ ल। बाटो चाहिँ लास्टै डेन्जर रहेछ। यो बाटो हिँड्नु छ भने पिसा फेरेर आउनु अरे, यता दाइले भन्नुभएको। यस्तो रहेछ नि त अब अरुण यहाँ, अनि यस्तो बाटो। यहाँबाट लड्यो भने चाहिँ एक मिस्टेक खतम, हुनु भएन। हामी जाँदैछु। यो अजिङ्गर बस्ने ढुङ्गामा चाहिँ आइपुगेको अवस्था यस्तो ठाउँ छ। अजिङ्गर बस्ने ढुङ्गा चाहिँ यही रहेछ, ठ्याक्कै आइपुगेँ। अब म देखाउँछु ल, अजिङ्गरकै आकारमा। त्यो चाहिँ पहिला यो फोटो लाएर पुरा थाइल्यान्डको, यस्तै थाइल्यान्डमा पनि रहेछ नि त, अनि तर यहाँको भनेर लाएर पुरा भाइरल गरेको थियो नि एकचोटि, योसँग जोडेर। यो चाहिँ अजिङ्गर बस्ने ढुङ्गा। यहाँ यो चाहिँ अजिङ्गर यस्तो घुमेर बसेको अरे क्या, यस्तो। यो यहाँबाट यो चाहिँ अजिङ्गर। उहिले चाहिँ यहाँनिर यो अजिङ्गर मारेको अरे, यहाँ ठुलो अजिङ्गर थियो अरे। अनि त्यो अजिङ्गर चाहिँ मारिसकेपछि यस्तो ढुङ्गाको आकार लिएर बसेको अरे क्या यो चाहिँ, त्यस्तो भन्ने अब मैले सुनेको है। पुरै त अब इतिहास त थाहा छैन। सो यहाँहरूले देखिसक्नुभयो। ढोगेर फेरि चढे नि, यस्तो ठाउँ चाहिँ यहाँ आउने ठाउँ चाहिँ खिच्दैन नि, मलाई नि उता भोप्टाइदिन्छ कि क्या भन्यो। म त यस्तो खोलामा हिँड्दा त डायमन्ड पो हेर्थेँ पहिला त। आजभोलि डायमन्डले चाहिँ पुग्यो तपाईँलाई? डायमन्ड चाहिँ हेर्नु छोडेको। अनि तपाईँ मासतिर अनि त्यो डायमन्ड निकाल्नु जाने भन्ने योजना थियो त दाइ, के भयो? यो जुन अजिङ्गर ढुङ्गा पनि हेऱ्यौँ अनि फर्किँदै गरेको अवस्था। अब यो भिडियो कस्तो लाग्छ तपाईँहरूलाई, यहाँहरू पनि आउन सक्नुहुनेछ हेर्नलाई। यो चाहिँ अरुणको छेउमै छ, अरुणमै भनौँ न। अरुणमा यो चाहिँ पिलुवा भन्ने ठाउँमा यता शङ्खसभा जाँदै गर्दाखेरि बाटोमा पर्छ। है लास्ट गर्मी चाहिँ गर्मी छ है, यो बेसी हो नि त, गर्मी त भइहाल्छ नि।